सबैजना नमस्कार। मेरो नाम सन्तोष पौडेल। म आज तपाईहरुलाई हामी झोलिङ्गे पुलमा आएका छौं। हाम्रो हेम्जाको यो म तपाईहरुलाई यो सूचना पढाइदिन्छु। देउराली सामुदायिक वन उपभोक्ता समूह पोखरा 25 साविक हेम्जा 2-3 झोलिङ्गे पुल याम्दी सूचना यता हुनु सूचना यस सामुदायिक वन क्षेत्रभित्र अनुमति बिना प्रवेश गरी वन्यजन्तु तथा पशुपक्षी शिकार गर्ने, पासो थप्ने, वनमा आगोलागी गर्ने, रुख बिरुवाहरू कटानी गर्ने, काठ दाउरा चोरी निकासी गर्ने, घरायसी फोहोर मैला वन क्षेत्रमा फाल्ने लगायत कुनै पनि वन पैदावारहरू सङ्कलन गरी चोरी गर्ने जस्ता कानुन विपरीतका कुनै पनि कार्यहरू नगर्नु हुन अनुरोध छ। यदि उक्त कार्यहरू गरेको पाइएमा वन ऐन 2076 तथा वन नियमावली 2079 साथै यस वन समूहको विधान बमोजिम सजाय गरिने व्यवहार जानकारी गराइन्छ। यो हेर्नुस्, यो यहाँ पनि यो वन्यजन्तु यो शिकार यो मृग यसलाई यसै गोली हाल्न पाइएन। यता यो वन आगो लागि गर्न पाइएन, इन्ट्री छ। यहाँ दाउरा काट्न पाइएन। आर्थिक सहयोग एवं समन्वय पोखरा महानगरपालिका वडा नम्बर 25 कार्यालय हेम्जा। यो सहयोग तथा समन्वय डिभिजन वन कार्यालय पोखरा कास्की सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल। अब व्यवस्थापन वडा स्तरीय सामुदायिक वन उपभोक्ता महासङ्घ पोखरा 25 हेम्जा।